जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको हेर्छु मेरो जुन तिम्रो नजरको हो चिनारे खा केही देखाउन म भाग्य फेरौँला तिमी बिहान साँझ मेरो तिम्रै बाटो तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला फुलहरू मुस्काउँछन् पुतलीले गीत गाउँछन् तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर तिमी जस्तै न्यानो तिमी जस्तै
तारा ना ए जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको हेर्छु मेरो जुन तिम्रो नजरको हो चिनारे केही देखाउन म भाग्य फेरौँला तिमी बिहान साँझ मेरो तिम्रै बाटो तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला फुलहरू मुस्काउँछन्। ल यो गाउँको बारेमा के भनिदेऊ त? यो कुन ठाउँमा हो, कहाँ हो? नमस्ते। यो गाउँ मोरङ जिल्लाको उत्तरी मोरङ लेटाङ नगरपालिका वडा नम्बर 5 खेरुवा शिक्षा विकास हो। तर अब आफ्नो यो वडा नम्बर 5 मात्रै भन्ने कुरा आएन, लेटाङ सबै हाम्रै हो। यहाँ माथि एउटा बाटो छ, त्यो बाटोदेखि मास्तिर सबै वडा नम्बर 6 अनि यो चाहिँ वडा नम्बर 5 हो। हाम्रो ठाउँको नाम अघि मैले भने खेरुवा वडा नम्बर 5 शिक्षा विकास स्कुल छेउमा भनेपछि यसका शिक्षा विकास टोल। यो ठाउँ यहाँको मनपर्ने कुराहरू चाहिँ अब यो गाउँले रहनसहन, रीतिरिवाज, संस्कृति, धर्म अनि यहाँको हावापानी हो। यहाँको हावापानी चाहिँ एकदम राम्रो। पहाडको फेदमा सिटीमा रहेको एउटा रमणीय ठाउँ, सुन्दर गाउँ लेटाङ। यहाँको ठाउँहरूमा सम्पूर्ण जात जाति, भाषाभाषी, धर्म मान्ने मान्छेहरू बस्छन्। यहाँ कुनै यो जातको त्यो जातको भन्ने कुरो हुँदैन। यहाँ सबै जात जातिहरू मिलेर बसेको ठाउँ हो। यहाँको विशेषता चाहिँ के हो नि? यहाँको खास विशेषता भनेको तपाईको यहाँ एकदम पर्यटकीय स्थलहरू पनि छन्। यहाँ घुम्नलाई धेरै मान्छेहरू आउँछ। यहाँ खोलानाला, झरना, पहाड, पुल लगायत रमणीय ठाउँहरू, माथि पहाडमा घुम्ने ठाउँहरू छन्। यो सबै कुराहरू अनि चारकोसे झाडीले पनि छुएको भएको कारणले पनि यो ठाउँहरूमा हामी तल गयौँ भने त्यहाँ जङ्गलहरू छन्, खोलानाला छ। चारैतिरबाट रमणीय ठाउँ, एकदम सुन्दर वातावरण भएको ठाउँ हो यो। यहाँ मन्दिरहरू छ। यहाँ पुराना धेरै पुराना। यहाँको पपुलर चिजहरू चाहिँ के छ त? यहाँको पपुलर चिजहरू भनेको यहाँ एक ठाउँ हाम्रो धेरै पुरानो राजा रानी मन्दिर छ।
जहाँ चाहिँ धेरै पुराना हाम्रा अग्रजहरूले पनि भन्दै आउनुभएको विश्वास गर्नुभएको डाँडामा छ। तर डाँडामा भए तापनि त्यहाँ रानी पोखरी, राजा पोखरी भनिन्छ। त्यहाँ पानी कहिले सुक्दैन, पानी छ, पानीभित्र कमलका फुलहरू फुलेका छन्। त्यहाँ धेरै प्रजातिका अब माछादेखि लिएर फुलहरू, अनेक वृक्षहरू छ त्यहाँ। त्यो पनि एउटा राम्रो ठाउँ, राम्रो पक्ष हो हाम्रो। अनि नभएर पहाडतिर अब यो 6 नम्बर बुधबारे भयो, यहीँबाट जान सकिन्छ। अरू ठाउँहरू भए वारङ्गी, यता घुम्ने ठाउँहरू, लेटाङबाट हामी धेरै रमणीय ठाउँहरू यता माथि पहाडतिर गुवाबारी हुँदै जान्छौँ त्यतातिर। अनि चिसाङ खोलाहरू भयो हाम्रो रमणीय ठाउँहरू, झोलुङ्गे पुलहरू भए, त्योभन्दा माथि गयो भने अझै रमणीय ठाउँहरू पनि छ। फुलहरू मुस्काउँछन्, पुतलीले गीत गाउँछन्। तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु, भेटिरहनु नपर्खेर, रुझाइरहनु नबर्सेर।